नमस्ते, म डाक्टर सुवर्ण पौडेल। आउँदै गरेको माता तीर्थ औँसीको सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण आमाहरूलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु र सम्पूर्ण आमाहरूलाई स्याहार गर्ने अथवा आमाहरूको मुख हेर्न जाने छोराछोरीहरूको लागि के गिफ्ट दिने भन्ने एउटा चिन्ता रहेको हुनसक्छ। यदि सक्नुहुन्छ, यदि आमाको उमेर 50 वर्ष क्रस भएको छ भने प्रत्येक आमाहरूलाई हजुरहरूले एकचोटि क्लोनोस्कोपी गर्ने विचार गराइदिनुहोस्। जुन क्लोनोस्कोपीमा लाग्ने खर्च छ त्यो हजुरहरूको तर्फबाट गिफ्ट गर्नुहोला। हामी आमाको औँसी मुख हेर्न गइरहँदाखेरि हामीले लड्डुहरू, चक्लेटहरू यिनीहरू लिएर जानुभन्दा सिजनेबल हजुरले फ्रुट्सहरू लिएर गइदिनु भयो भने, ताजा तरकारी लिएर जानुभयो भने आमाको स्वास्थ्य अझ राम्रो बन्न सक्छ। जुन किसिमले हजुरले आमाको दीर्घायुको कामना गर्नुभएको छ त्यसमा अझ मद्दत पुग्न सक्छ। समयमा हजुरले गएर आमालाई भेटिदिनु भयो भने आमाले बाटो हेर्ने कुराहरू कम हुन सक्छ र हजुरले माता तीर्थ औँसीको दिन जस्तै आमालाई हँसिलो खुसिलो नचाहने मानिसले सधैँ आमालाई माया गरिदिनु होला। जब आमाको हजुरले माया दिनुहुन्छ तब आमाको आयु अझ बढ्छ। प्रायःजसो आमाहरू छोराछोरीको साथ नपाएर टाढा भइरहँदा एक्कल फोन कुरेर बस्नुपर्ने अवस्थामा धेरै समस्याहरू देखिरहेको छ। त्यही कारणले गर्दा आज एक दिन मात्र खुसी राखेर आमालाई पुग्दैन, सधैँ खुसी राख्ने प्रयत्न गर्नुहोला। भरसक सिजनेबल फ्रुट्सहरू लिएर गएर भेटेर हजुरले एकचोटि कोलोनोस्कोपी गराइदिनु भयो भने आमाको स्वास्थ्य कस्तो छ, किन भन्दा अहिले कोलोरेक्टल क्यान्सरहरू म्याक्सिमम बढिरहने कन्डिसनमा समयमा नै आमाको त्यो मलद्वारहरू सम्बन्धी समस्याहरू अथवा ठुलो आन्द्राको समस्याहरूको पहिचान गरिदिनु भयो भने आमालाई सधैँ हजुरले हेल्दी देख्न पाउन सक्नुहुनेछ। त्यही कारणले गर्दा रोगको पहिचान बेलैमै गरौँ। यति चाहिँ हजुरहरूले उपहार दिनुभयो भने आमाको 10 वर्ष अझ आयु बढाउन सकिन्छ। हस्त नमस्ते, धन्यवाद।